हजुरहरूले डिनर लिइसक्नुभयो, मैले पनि लिएँ। आज म मेरो घरमा आएको छु। मलाई एउटा कुरा भन्नु मन लागेको, त्यो चाहिँ के हो भने नि, आजकलको जमानामा नि प्राय जस्तो मान्छेको नि धेरै छोराछोरी हुँदैन, एउटा एउटा मात्रै हुन्छ हो। अनि उनीहरूले राम्रो स्कुलहरू पढाउनुहुन्छ, अनि एकदम राम्रो प्रकारको एजुकेसन दिन चाहनुहुन्छ। त्यो एकदमै राम्रो कुरा हो। अनि त्यो नानी स्कुल जान्छ, अनि स्कुलमा पनि उनीहरू सबै कुरोमा पहिलो दर्जामा आओस् भनेर अहिलेको जमानाको गार्जियनहरूको इच्छा छ। पहिला पनि हुन्थ्यो, तर अहिले चाहिँ एकदमै त्यस्तो छ। अनि अर्को कुरो चाहिँ के भने, त्यो नानीलाई स्कुल पठाउनुहुन्छ, अहिले गार्जियनहरूले राम्रो कुरा चाहिँ के गरेको छ भन्दाखेरि चाहिँ त्यो नानीलाई एक्स्ट्रा क्लासहरू गराउनुहुन्छ। जस्तै अब म्युजिकमा, डान्समा, सिङ्गिङमा, फुटबलमा, क्रिकेटमा, अनि ब्याडमिन्टन, यस्तो थुप्रै एक्स्ट्रा क्लासहरू हुन्छ है। तर त्यो क्लासहरूमा नि त्यो नानी स्कुल बिहान जान्छ, बेलुका आउँछ, ट्युसन जान्छ, फेरि आउँछ, त्यहाँदेखिको कुनै क्रिकेट भन्छ, कुनै के भन्छ, एउटा एक्स्ट्रा क्लास गराउनु राम्रो जस्तो लाग्यो मलाई। त्यो नानीलाई थुप्रै कुराको भार दिनु हुन्छ जस्तो लागेन। अब स्कुलमा पनि ऊ नानी एकदमै पहिलो दर्जामा आओस्, अनि त्यो थुप्रै अब खिचडी जस्तो क्लासहरू गराउँछ क्या, एक्स्ट्रा क्लासहरू नानीहरूलाई आमा बाबाहरूले, अहिलेको गार्जियनहरूले। अन्त त्यो नानीलाई कत्तिको भार हुन्छ होला है। त्यो राम्रो कुरा हो नि त्यो एक्स्ट्रा क्लास गराएको, तर एउटा गराउनु पऱ्यो नि त। अब एउटा क्लास चाहिँ गराउनु पऱ्यो नि त। अनि अर्को कुरो चाहिँ के भने, आमा बाबुले इन्जिनियर हुन चाहन्थ्यो, तर ऊ हुन सकेन भने नानीलाई तैँले इन्जिनियर गर भनेर जबरजस्ती हाल्यो। अनि आमा बाउ टिचर थियो, अनि अब नानीहरूलाई त्यो चाहिँ कलेजको प्रोफेसर हुनैपर्छ भनेर, तैँले पिएचडी गर्नैपर्छ भनेर थोप्छ। अनि यसरी प्रकारले क्या हो, अब कतिको अब हुन्छ नि है, आमा बाउको के हुन्छ, नानीहरूलाई म यस्तो भयो तँ अफिसर हुनैपर्छ, किनभने म त पढ्ने मौका पाएन, अब तँ चाहिँ यसरी हुनुपर्छ भन्ने कुरा क्या। अनि त्यो नानीको इच्छा पनि जान्नु पऱ्यो नि त है, इच्छा पनि जान्नु पऱ्यो। अनि इच्छा नभए गरेको चाहिँ नि ऊ सफल हुँदैन रहेछ हौ। अब धेरैको चाहिँ त्यो, अब प्रायःको त भइ पनि राखेको होला, तर मैले देख्नुमा चाहिँ प्रायः नानीहरू त्यस्तै भइरहेको छ है। अनि तपाईँहरूलाई मेरो यो कुरा चाहिँ कस्तो लाग्यो, तपाईँहरूले यसो भनिदिनुहोस् है मलाई।